समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनु समाज, धर्म र पारिवारिक संरचनाका लागि घातक हुने भन्दै धार्मिक अगुवाहरूले काठमाडौँमा आयोजित एक गोष्ठीमा यस विरुद्ध साझा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मिडिया एडभोकेसी फोरम नेपालको आयोजनामा बानेश्वर स्थित होटल अरियालमा सम्पन्न अन्तर्क्रियात्मक गोष्ठीमा 70 भन्दा बढी सहभागी, जसमा अन्तर्धार्मिक अगुवाहरू, सञ्चारकर्मी, समाजसेवी र मानव अधिकार कर्मीहरू उपस्थित थिए। गोष्ठीको प्रमुख उद्देश्य समलिङ्गी विवाह तथा पारलैङ्गिकताको सन्दर्भमा धार्मिक समुदायको दृष्टिकोण स्पष्ट पार्दै यस विषयमा राज्य र आम नागरिक बीच मार्गदर्शन प्रस्तुत गर्नु रहेको आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम सञ्चालक विदुर अधिकारीले बताउनुभयो। यो कार्यक्रमको मुख्य उद्देश्य चाहिँ वास्तवमा यो गम्भीर विषय हो। विवाह चाहिँ एक जैविक स्त्री र पुरुष है, एकजना बायोलोजिकल मेल एन्ड फिमेलको बीचमा भइराखेको थियो। आजसम्म हामी त्यही तरिकाले जन्मेर आएका थियौँ, हुर्केर आएका थियौँ। अब चाहिँ कुनै एउटा व्यक्तिले चाहँदैमा हैन, मैले आफ्नै फोटोसँग, एउटा पुरुषले पुरुषसँग, महिलाले महिलासँग अथवा पुरुषले अर्को कुनै पशुसँग विवाह गर्छु भन्यो भने त्यो सम्बन्धलाई, त्यो फेटिसलाई, त्यो मनोगत चाहनालाई, आकांक्षालाई वैधानिकीकरण गरेर, लेगलाइज गरेर, मान्यता दिएर, दर्ता गरेर मान्यता दिने कि नदिने। गोष्ठीको निष्कर्षमा धार्मिक समुदाय बीच समलिङ्गी विवाह विरुद्ध साझा धारणा बनिसकेको र अब शान्तिपूर्ण खबरदारी सभा, जनचेतनामूलक कार्यक्रमहरू र राज्यका सम्बन्धित निकायहरूसँग संवाद गर्ने निर्णय लिइएको आयोजकले जनाएको छ।